काउलीलाई त आलुले धोका दिइहाल्यो। त्यही भएर आज चाहिँ कुखुराको मासु र काउलीको तरकारी पकाएर भात खाम है। सरी ल, मैले काउली भनेछु, यसलाई चाहिँ म फुलकोपी भन्छु ल। अनि आज भोलि चाहिँ मेरो फर यू पेज भेजिटेबल्सहरुको एआई वाला भिडियोहरु मात्र आउँछ। अनि यो कुखुराको मासु चाहिँ मैले अस्ति ल्याएर राखेको थिएँ। यो चाहिँ फ्रिजमा राखेको भएर जमेको छ। त्यही भएर यसलाई चाहिँ म एकछिन तातो पानी हालेर राखिदिन्छु। अनि अब चाहिँ यो काउलीलाई सरी फुलकोपीलाई काटकुट गर्नतिर लागौँ। कुखुराको मासुसँग चाहिँ यो फुलकोपी चाहिँ एकदम मजाले मिल्छ, एकदमै मिठो हुन्छ। मलाई चाहिँ यसरी खानलाई मन पर्छ। ल अब चाहिँ ग्यास अन गरेर प्यान तताएँ, त्यसपछि चाहिँ तेल राखेको छु। कुखुराको मासु चाहिँ मैले यसरी काटिसकेको छु। अब चाहिँ त्यो तेलमा यो मासुलाई राखेर अनि त्यसमा बेसार हालेर एकछिन मजाले चलाउँछु। मासुलाई चाहिँ यत्तिको हुने गरी फ्राई गरेर त्यसपछि चाहिँ यो फुलकोपीलाई पनि राखेर मजाले नुन राखेर चलाउँछु। अनि त्यसपछि चाहिँ यसमा प्याज अनि काटेको टमाटर पनि राखेर मजाले एकछिन पकाउँछु। यसलाई चाहिँ म एकैछिन छोपेर पकाउँछु। अनि त्यसपछि चाहिँ अदुवा लसुनको पेस्ट, खोर्सानी पाउडर, गरम मसला मजाले राखेर मजाले एकछिन चलाउँदै पकाउँछु। अनि यसरी मसला पाकिसकेपछि चाहिँ ग्रेभी बनाउनको लागि यसरी पानी राख्दै, त्यसपछि चाहिँ यसरी हरियो धनिया मजाले राखेर एकछिन मजाले छोपेर पकाउँछु। अनि त आजको मासु र फुलकोपीको तरकारी पनि रेडी भयो। आज चाहिँ गाउँघरको स्वाद लिएर आएको छु। फुलकोपी र आलुको अन्डा फ्राई अनि सिद्रा माछाको पिरो मिठो अचार। यो कम्बो सेट चाहिँ मलाई एकदमै मनपर्ने मेरो फेभरेट अनि कम्फर्ट फुड हो। एकदमै सजिलो तरिकाबाट बनाउँदैछु। सुरुमा चाहिँ तेल तताएर सिद्रा माछालाई फ्राई गर्छु। कोरियामा हुनुहुन्छ र सिद्रा माछा खानु मन लाग्छ भने चाहिँ यस्तो मसिनो खालको सिद्रा माछा ल्याएर खानु होला। अरू सिद्रा माछा भन्दा चाहिँ यो अलिक मिठो हुन्छ र यसलाई चाहिँ म एकैछिन फ्राई गरेर निकाल्छु। अब त्यही तेलमा प्याज राख्दैछु अनि खोर्सानी पनि राख्दैछु। अब चाहिँ यसलाई एकैछिन मजाले चलाउँछु अनि बेसार नुन राखेर फेरि मजाले चलाउँछु। त्यसपछि चाहिँ काटेर राखेको काउली र आलु सरी फुलकोपी र आलुलाई राखेर मजाले चलाउँछु। अनि एकैछिन छोपेर मजाले यसलाई पाक्नलाई छोडिदिन्छु। अनि यसलाई चाहिँ म फुलकोपी भन्छु र अर्को हरियोवालालाई चाहिँ काउली भन्छु र त्यही भएर म चाहिँ खालि फुलकोपी र काउलीमा झुक्केर काउली मात्र भन्छु। अनि अब चाहिँ थोरै टमाटर पनि राखेर चलाउँदैछु। त्यसपछि अदुवा लसुनको पेस्ट अनि जिरा पाउडर राखेर मजाले एकछिन पकाउँछु। र रसको लागि चाहिँ मैले यहाँ 2 ग्लास पानी राखेको छु। अनि लास्टमा चाहिँ यसरी हरियो धनिया राखेर मजाले एकछिन छोपेर पकायो भने चाहिँ यसको स्वाद एकदमै मिठो हुन्छ। अब अर्कोतिर चाहिँ म अन्डा पकाउनतिर लाग्छु। माछा मासु जतिकै मलाई चाहिँ अन्डा पनि एकदमै धेरै मन पर्छ। खाना खाने बेलामा चाहिँ साइडमा अलिकति भए पनि अन्डा चाहिँ होस् जस्तो लाग्छ। अन्डा खान चाहिँ राम्रो पनि हो अनि मिठो पनि हुन्छ र भात पनि रुचाउँछ। अन्डा खानुको चाहिँ धेरै फाइदा पनि छ। यसले चाहिँ कपालहरू पनि उमार्नलाई एकदमै मद्दत गर्छ अनि वेट लसको लागि पनि हेल्प गर्छ। अझ बोइल गरेको अन्डा खान चाहिँ राम्रो हो, तर म चाहिँ कहिलेकाहीँ यसरी फ्राई गरेर पनि खान्छु। अब चाहिँ सिद्रा माछाको अचार बनाउनतिर लाग्दैछु। यहाँ चाहिँ मैले 2टा लसुन, खोर्सानी, नुन अनि थोरै प्याज पनि राखेको। अब चाहिँ सिद्रा माछालाई राखेर मजाले एकछिन फुट्ने अनि त सिद्रा माछाको मिठो अचार पनि रेडी हुन्छ।